गाइस हामी चाहिँ आँखा मार्न जान्ला भोल्याङ लिएर भोल्याङ चाहिँ पोल्याङ हो बाटो चाहिँ यस्तो खतरा उच्च पुरा ढुङ्गा यत्रो माइ गड पोलिसा खोलामा अस्तिभन्दा पलाएर छ है बुढो अस्तिभन्दा अहिले पलाएर छ है पोलिसा के माछा रे यो पानीमा चोपाइ ल्याउनु पर्छ क्या यो त उयो हुन्छ अस्तिकै माछा होला उम्केको है मलाई देखाउने होइन के प्लास्टिक हो छैन है कुनाउ गयो कस्तो गाह्रो हेर समाउन अब अरू हात चेन्ज नगर मोड्यो गयो हानम पछारम समातेर पछार ए कहाँ गयो हो म त यो सम्म न मेरो हातले बस्ने पछारम के रहेछ गौँटा हो त्यो कुनामा छ त यत्रो टाउको निकालेपछि सिस्नुले पोलेर मोडे यस्तो नराम्रोसँग पोल्यो कि हुँदैन आन्द्रा बुढी निस्केछ भाइ गाइस हामी माछा मारेर पनि फर्किसक्यौँ माछा कति ठुलो छ 5 वटा हिले माछा यस्तो बिजोक पाराले यति मुस्किलले समातेको हामीले यो माछा प्लास्टिक माछा गङ्गडा पनि पठाए अब चाहिँ घर जाँदैछौँ मम्मी